हेलो गाइज, स्वागत छ तपाईहरुलाई हाम्रो नेक्स्ट सीएसआईटी भिडियोमा। यदि तपाई सीएसआईटी को इन्ट्रान्स प्रिपरेसन गर्दै हुनुहुन्छ भने तपाई एकदमै सही भिडियोमा आउनु भएको छ। आज हामी हेर्न गइरा छौं 7 पावरफुल क्याल्कुलेटर ट्रिक्स युजिङ क्याल्कुलेटर। यदि तपाई सीएसआईटी को इन्ट्रान्स दिन जाँदै हुनुहुन्छ भने यो भिडियो तपाईको लागि एकदमै हेल्पफुल हुन सक्छ। अब हामी हेरौं, जसरी इन्ट्रान्समा तपाईलाई यो क्वेशन दिएको छ भने हामीले यसलाई सल्भ नगरिकन सजिलै क्याल्कुलेटरबाट कसरी एन्सर निकाल्न सक्छौं। जस्तो यसरी क्वेशन दिएको छ भने हामी पहिला मोड लेखेर मोड थिचेर त्यसपछि हामी इक्वेसन छ, इक्वेसन कति नम्बरमा छ 5 नम्बर थिच्छौं। त्यसपछि हामी हेर्छौं यो इक्वेसन कस्तो छ। यहाँ 2x² + 3x - 5 = 0। यो थर्ड नम्बरको मिलिरहेछ x² + bx + c = 0। त्यसले हामी थर्ड नम्बर थिच्छौं। अब हाम्रो फर्स्टमा के छ 2 छ, 2 = 3 छ, 3 = -5 छ, -5 = हामीले गर्यो भने हाम्रो x1 को एन्सर कति आयो, x1 = 1 र त्यसपछि x2 आयो -5/2। यो हाम्रो एन्सर। अब यदि हजुरलाई कन्फ्युजन लाग्दैछ यो क्याल्कुलेटरको एन्सर राइट हो कि रङ हो, त्यसको लागि हामी सल्भ गरिरहेछौं। जसरी यो 2x² + 3x - 5 = 0 छ। 2x² प्लस यहाँ अब हामी म्याजिक फ्याक्टर लगाउँछौं। 5 2 जा 10 भयो, 10। अब कुनै दुईटा यस्तो नम्बर यहाँ माइनस छ भने हामीले -1 गर्नु। कुनै दुईटा यस्तो नम्बर जसलाई माइनस गर्यो भने 3 आउँछ र मल्टिप्लाई गर्यो भने 10 आउँछ। 5 2 जा 10 र 5 - 3 भनेको 5 - 2 भनेको 3। x - 5 = 0। 2x² + 5x - 2x - 5 = 0। अब यहाँ कमन हामी लिन्छौं x, यो बाजु 2x + 5 - 1 2x + 5 = 0। अब यो बाजु हाम्रो x - 1 र 2x + 5 = 0। अब हामीसँग यहाँ दुईटा इक्वेसन छ, x - 1 = 0, x = 1 वालो। अर्को छ 2x + 5 = 0, 2x = -5 वालो, x = -5/2। हाम्रो एन्सर पनि यही निस्किरहेछ र हाम्रो क्याल्कुलेटरले पनि यही एन्सर दिएको थियो भन्नाले हामी यति सजिलो आफ्नो टाइम सेभ गर्न सक्छौं। यदि हामीलाई क्वाड्रेटिक इक्वेसन दिएको छ भने अहिले हामीले हेर्यौं यो इक्वेसन, यस्तो इक्वेसनलाई कसरी क्याल्कुलेटरबाट सल्भ गर्ने। त्यसैगरी हामीलाई साइमल्टेनियस इक्वेसन दिएको छ भने त्यसलाई कसरी क्याल्कुलेटरबाट सल्भ गर्ने। क्याल्कुलेटरमा पहिला हामी मोड थिच्छौं। मोड थिचेपछि 5 नम्बरमा इक्वेसन छ। इक्वेसन थिचेपछि हामी हेर्छौं यो इक्वेसन, एउटा इक्वेसन छ, दुईटा इक्वेसन छ, = 5 छ, एउटा दुईटा = यो छ। हामी यसलाई थिच्छौं 1। अब फर्स्टमा हाम्रो के छ, यो कति हो 2 हो, हामी 2 थिच्छौं = यहाँ y को अगाडि केही छैन भने 1 भयो, 1 = अब यो c भनेको 5 हो, 5 = अब तल 3, यहाँ -2 छ, -2, यहाँ 4 छ, 4 हाल्छौं। अब फेरि = थिच्छौं भने हाम्रो x को भ्यालु कति आयो, x = 2 र y को भ्यालु 1। यदि हामीलाई डेफिनाइट इन्टिग्रेसन प्रब्लम दिएको छ भने हामी क्याल्कुलेटरको युजबाट कसरी सजिलै निकाल्न सक्छौं। यहाँ हामीलाई यो दिएको हुन्छ, यो चाहिँ हामी यो बटनलाई थिच्छौं। त्यसपछि यसभित्र हामी भ्यालु हाल्छौं, ब्र्याकेट x² x अल्फा x² + 1 ब्र्याकेट क्लोज गर्छौं। त्यसपछि हामीलाई इन्टिग्रेसन कतिदेखि कति बनेछ, 0 देखि 2 बनेछ। हामी यति हालेर = गर्छौं भने हाम्रो एन्सर आइहाल्छ। यो वालो डाइरेक्ट एन्सर, जसले हाम्रो धेरै टाइम सेभ गर्छ। हाम्रो नेक्स्ट क्वेशन छ डिफरेन्सिएसन एट अ पोइन्ट, फाइन्ड d/dx x³ + 2x एट x = 2। अब हामीले यस्तो इन्ट्रान्समा क्वेशन सोधेको छ भने यसको एन्सर कसरी निकाल्ने। हामी शिफ्ट थिचेर यो बटन थिच्छौं, यो हाम्रो यस्तो आउँछ। त्यसपछि हामी भ्यालु हाल्छौं अल्फा x को पावर 3 + 2 अल्फा x गर्छौं, 2x भयो। अब एट x = कति दिएको छ, 2 दिएको छ। अब हामी यहाँ पनि x = 2 लेख्छौं, = गर्छौं, हाम्रो भ्यालु आइहाल्छ 14। यसरी नै हामी आफ्नो इन्ट्रान्समा धेरै टाइम बचाउन सक्छौं। त्यसैगरी अब हाम्रो नेक्स्ट क्वेशनमा स्ट्याटिक्स दिएको छ र त्यसको प्रब्लम छ फाइन्ड मिन एन्ड स्ट्यान्डर्ड डेभिएसन र हामीलाई भ्यालु दिएको छ 2 4 6 8। हामीलाई यति भ्यालु दिएको छ र मिन र स्ट्यान्डर्ड डेभिएसन निकाल्न भनेको छ। अब यसलाई क्याल्कुलेटरबाट कसरी निकाल्ने, हामी मोड थिच्छौं, स्ट्याट हेर्छौं, स्ट्याट लेखेको छ 3 नम्बरमा, 3 थिच्छौं। त्यसपछि 1 लेख्छौं, 1 भ्यार छ भने हामी 1 थिच्छौं। त्यसपछि हामीलाई भ्यालु कति दिएको छ, 2 = 4 = 6 = 8 = यति गरेपछि हामी एसी थिच्छौं, एसी थिचेपछि शिफ्ट 1। अब यति हामीसँग आउँछ। त्यसपछि हामीलाई भेरिएबल चाहियो, त्यसैले 4 थिच्छौं। अब हामीले के चाहियो, मिन छ, स्ट्यान्डर्ड डेभिएसन छ,
अरू पनि अप्सन्सहरू छन् नम्बर अफ टर्म्स सोधेको छ हामीलाई के भनेको छ निकाल्न मिन कति नम्बरमा छ 2 नम्बरमा 2 थिच्छौँ इक्वल्स टु गर्छौँ हाम्रो मिन आयो मिन इक्वल्स टु 5 यसै गरी अब हामीलाई स्ट्यान्डर्ड डेभिएसन सोधेको छ स्ट्यान्डर्ड डेभिएसन इक्वल्स टु हामी फेरि मोड थिच्छौँ मोडमा स्ट्याटिक्सको गर्दैछौँ त्यसैले 3 नम्बर स्ट्याटिक्स 1 भेरिएबल अब फेरि हामी भ्याल्यु हाल्छौँ 2 इक्वल्स टु 4 इक्वल्स टु 6 इक्वल्स टु 8 इक्वल्स टु त्यसपछि एसी थिचेर सिफ्ट 1 थिच्छौँ त्यसपछि हामीलाई के चाहिँ भेरिएबल 4 नम्बरमा छ अब के भन्छ निकाल्न स्ट्यान्डर्ड डेभिएसन 3 नम्बरमा 3 इक्वल्स टु गर्छौँ 2.23 यो भ्यालु हाम्रो स्ट्यान्डर्ड डेभिएसन यदि तपाईँलाई यसरी नै सजिलो र छिटो इन्ट्रान्समा निकाल्नु छ भने यही के ट्रिक्सहरू छ जुनलाई अप्लाई गरेर तपाईँ आफ्नो टाइम बचाउन सक्नुहुन्छ र एक्युरेट एन्सर पनि निकाल्न सक्नुहुन्छ